हस्ताक्षरमा चाहिँ सेल्फ रियलाइजेसन गर्न के जब हामीले आत्म पहिचान गर्छौँ जस्तो के छ कमजोरी के छ सम्भावना भनेर मैले देखाइदिइसकेपछि आफ्नो कमजोरी थाहा पाउनु र आफ्नो सबल पक्षलाई थाहा पाउनु सबैभन्दा ठुलो कुरा हो कि हामी चाहिँ अन्धाधुन्दामा काममा अगाडि बढिरहेको हुन्छ विभिन्न बाधा अडचन अप्ठ्यारो आइरहेको हुन्छ अनि त्यसमा चाहिँ हामी ज्योतिषकोमा जाँदाखेरि विभिन्न शनि साढे साथी अथवा के दोष देखाइरहनु भएको हुन्छ अर्कोमा जाँदाखेरि माताहरू अथवा तान्त्रिकमा एउटा देखाइरहनु भएको हुन्छ होइन अनि हातैरा पनि देखाइरहेको हुन्छ त्यसैले चाहिँ आफूलाई चाहिँ चिनेर अगाडि बढ्दाखेरि चाहिँ कमजोरीलाई हटाउँदै सबल पक्षलाई उजागर गर्दै गऱ्यो भने चाहिँ सजिलो पनि हुन्छ र हामी काउन्सिलिङबाट पनि सल्लाह दिन्छौँ। अर्को कुरा चाहिँ कस्तो हुन्छ भने जुन ज्योतिषको माध्यमबाट चाहिँ जुन जन्मदाखेरिको साइडमा ग्रह नक्षत्रको जुन अवस्था हुन्छ नि त्यसलाई चाहेर बदल्न सकिँदैन। अब जस्तो यो बेलामा चाहिँ मलाई शनि साढे साथीले असर पारिरहेको छ म यसको ग्रहको स्ट्रक्चरै चेन्ज गरिदिन्छु भने त्यो असम्भव छ। हातको रेखाहरूले चाहिँ अब जीवनमा चाहिँ कम आयु छ भन्ने देखाइरहेको छ म यसलाई चाहिँ लम्बाउँछु भन्ने मिल्दैन नि त। त्यसैले हस्ताक्षर भनेको यस्तो इन्ट्रेस्टिङ छ एउटा सहज पनि छ। तपाईँले हस्ताक्षर थोरै बदल्दाखेरि जीवनको दशा र दिशा बदल्नलाई चाहिँ यसले सहयोग गर्छ किनभने यो प्रकृतिसँग सम्बन्धित राख्छ।